राजस्थानमा साथीहरू नाबालकलाई यसरी आटोवालाले भुल्याएर लगेर साथीहरू होटलमा 5 दिनसम्म लगातार 32 जनाले यसरी बलात्कार गर्दा हेर्नुहोस् त आज उहाँको मृत्यु भइसकेको छ। साथीहरू तपाईहरूले यो भिडियो सक्दो सेयर गरिदिनु होला। भोलो तपाईका छोरा र चेलीबेटीहरूलाई यस्तै हुनसक्छ। तपाईहरूले यो भिडियो पक्कै पनि इग्नोर नगरेर साथीहरू सक्दो सेयर गरिदिनु होला। हरेक नेपालीले एक सेयर गरिदिनु होला। साथीहरू भोलोको हाम्रो समाजमा पनि यस्तै विकृतिहरू फैलिराखेका छन्। तपाईहरूले पक्कै पनि यो भिडियोलाई इग्नोर नगर्नु होला है त साथीहरू। हेर्नुहोस् त पक्कै पनि हाम्रो समाजमा साथीहरू अझै पनि छोरीबेटीहरू एकदम सुरक्षित छैन। साथीहरू हेर्नुहोस् त नेपालमा कति निर्मला पन्तदेखि साथीहरू कतिजना बलात्कार भएर मरेका छन्। साथीहरू त्यसको लापत्ता छैन। अझै पनि हाम्रो नेपालमा साथीहरू महिला र दिदीबहिनीहरूको सुरक्षितै छैन के साथीहरू। तपाईँहरूले हेर्नुहोस् त यहाँबाट बुझ्न सक्छौँ भारत देशमा पनि यस्तो भइराखेको छ। तर यिनी पब्लिकले मिलेर साथीहरू लास्टै धुएको छ। यिनीहरूलाई सलोट छ पब्लिकलाई यार। हेर्नुहोस् त